हिमालको काखमा बसेको एउटा पवित्र माटो, वीर गोर्खालीहरूको जन्मभूमि र असङ्ख्य बलिदानहरूको साक्षी देश। यो देश केवल भौगोलिक सीमामा सीमित छैन, यो त भावना हो, इतिहास हो र अस्तित्व हो। यही अस्तित्वलाई एक धागोमा बाँध्ने काम जसले गरे उनी थिए राजा पृथ्वीनारायण शाह। उनी भन्थे नेपाल 4 जात 36 वर्णको फुलबारी हो। यही विचारले नेपाललाई एकता, सहिष्णुता र राष्ट्रिय गौरवको प्रतीक बनायो। त्यसैले राज संस्था केवल शासनको रूप होइन, नेपालको पहिचान हो। राजा हुनु भनेको केवल दरबारमा बस्ने होइन, त्यो हो देशको आत्मा। जनता र राष्ट्र बीचको सम्बन्ध। जब देश अस्थिर हुन्छ, जब नेताहरू स्वार्थमा अन्धा हुन्छन्, जब जनता एउटा स्थायी, निस्वार्थ र राष्ट्र प्रति खोज्छन् जसले देशलाई दिशा दिन सकोस्, त्यो प्रतीक राजा हुन्। आज हामीले गणतन्त्र ल्यायौँ, तर के शान्ति ल्याउन सक्यौँ? सरकार वर्षेनी फेरिन्छ, नेताहरूको अनुहार बदलिन्छ, तर जनताको दुःख, बेरोजगारी र निराशा ज्यूका त्यों छन्। भ्रष्टाचार, विभाजन र विदेशी प्रभावले देश थिलथिलो भएको छ। यस्तो अवस्थामा राजा जस्तो तटस्थ शक्ति, जसको उद्देश्य सत्ताको होइन, राष्ट्रको रक्षा हो, त्यस्तो नेतृत्वको आवश्यकता आज फेरि तीव्र रूपमा महसुस हुन थालेको छ। राज संस्था रहँदा नेपालको संस्कृति, धर्म र परम्पराको रक्षा सहज थियो। राजा धर्म, देश र जनताको साझा प्रतीक थिए। उनी न कुनै दल, न कुनै वर्ग, उनी सबै नेपालीका थिए। जब राजा बोल्थे, सिङ्गो देश सुन्थ्यो। जब देशमा सङ्कट आउँथ्यो, जनता उनलाई विश्वास गर्थे। यही विश्वास नै अहिले हराउँदै गएको छ। नेपालमा राजा आवश्यक हुनुको मुख्य कारण नै यही हो, राष्ट्रको आत्मा पुनः जागृत गर्न। आजको पुस्ता केवल नयाँ राजनीतिक नारा सुन्दैछ, तर देशप्रतिको भावना हराउँदै गएको छ। राजा फर्किए भने त्यो भावना, त्यो गौरव, त्यो म नेपाली हुँ भन्ने अभिमान फेरि जाग्नेछ। राजा देशको प्रतीक हुन्, जुन कुनै सीमाले बाँध्न सक्दैन। राजा हुन् भनेको धर्मको रक्षा हो, संस्कृति र परम्पराको सम्मान हो र राष्ट्रिय एकताको ढाल हो। राजा हुनु भनेको नेपालको आत्मा जिउँदो राख्नु हो। राजा चाहिँ शासनको लागि होइन, राष्ट्र आत्मसम्मानको लागि आवश्यक छन्। राजा भनेको जनताको मनमा एकता, गौरव र देशप्रतिको प्रेम जोगाउनु हो। नेपाल फेरि त्यो गौरवशाली युगमा फर्कियोस्, जहाँ विदेशी हस्तक्षेप होइन, आफ्नै राष्ट्रिय सोचले देश अघि बढोस्। त्यसको प्रतीक राजा हुन सक्छ। नेपाल राजा रहँदा पनि नेपाल थियो, र राजा फर्के भने अझ गौरवशाली नेपाल बन्नेछ। जय नेपाल, जय नेपाली, जय राज संस्था।